विद्यार्थीमा हुनुपर्ने 5 लक्षणहरू। पहिलो लक्षण कागचेष्टा। व्यक्तिको चेष्टा कागको जस्तै हुनुपर्छ। कागले के गर्दथ्यो त? एउटा काग थियो। त्यो काग धेरै नै प्यासी थियो। त्यो काग पानीको इच्छाले वनमा भ्रमण गर्दै गर्दा उसले एउटा घैँटो देख्यो जसको पिँधमा थोरै पानी थियो। अनि त्यो पानी कसरी पिउने त भनेर उसले त्यो घैँटोमा ढुङ्गाहरू राख्दै 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 गयो। पछि त्यो पानी माथि आयो र उसले पियो। यसरी कागले जस्तै कार्यमा कुशलता हुनुपर्छ। दोस्रो लक्षण बकत ध्यानम। एउटा बकुल्लोले पानीमा एउटा खुट्टाले उभिएर माछो आउने प्रतीक्षा गर्छ। जबसम्म माछो आउँदैन तबसम्म ऊ एउटै आसनमा एउटै ध्यान लगाएर बसिरहन्छ। त्यसैले विद्यार्थीले पनि आफ्नो लक्ष्य प्राप्ति नहुन्जेल आफ्नो लक्ष्यतर्फ ध्यान लगाइरहनुपर्छ। यो कुरा बकुल्लाको ध्यानबाट सिक्न सक्छौँ। तेस्रो हो श्वान निद्रा। एउटा कुकुर सुतेको बेलामा एकदम सानो शब्द आउँछ भने पनि त्यो कुकुर बिउजिन्छ। त्यस्तै प्रकारले हामी पनि कुकुर जस्तै सामान्य रूपमा सुत्नुपर्छ। यानकि सानो कुनै चिजको कारणले पनि हामी बिउजिनुपर्छ। चौथो हो अल्पाहारी। यदि हामीले धेरै खान्छौँ भने हामी मोटो हुन्छौँ, अल्छीपना आउँछ र हामीले पढ्न सक्दैनौँ। त्यसैले पढ्नको लागि या कुनै पनि कर्म गर्नको लागि शरीरमा स्फूर्ति चाहिन्छ। त्यसैले थोरै खाना खायौँ भने हामी स्वस्थ रहन्छौँ र हामीले पढ्न सक्छौँ। त्यसैले विद्यार्थी जीवनमा थोरै खानु पनि एउटा विद्यार्थीको लक्षण हो। र अन्तिम हो गृहत्यागी। यदि व्यक्ति घरमा छ भने, घरको सुख आराममा बसेको छ भने व्यक्तिले राम्रोसँग पढ्न सक्दैन। त्यसैले व्यक्तिले घर छोडेर बसेको छ भने राम्रोसँग पढ्न सक्छ। यदि ऊ घरमै बसेको छ भने पनि घरको वातावरण सुनियोजित हुनुपर्छ जहाँ विद्यार्थीले राम्रोसँग पढ्न सकोस्। यी थिए विद्यार्थीका 5 वटा लक्षणहरू जो सबै विद्यार्थीमा हुनुपर्छ। एकपटक फेरि कागको जस्तै कर्म, बकुल्लाको जस्तै ध्यान, कुकुरको जस्तै निद्रा, थोरै खानु र घरको त्याग गर्नु यी विद्यार्थीका 5 वटा लक्षणहरू हुन्। आजलाई भने यति नै। यस्तै अमेजिङ कुराहरू जान्नको लागि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउनुहोला। नमस्ते।